नमस्ते सबैमा मकर सङ्क्रान्तिको शुभकामना। अनि यसको बारेमा चाहिँ अलिकति सानो मेरो अनुभव चाहिँ भन्न गएको छु। यो संस्कार भन्ने कुरा चाहिँ घरबाटै सिकाउनु पर्ने रहेछ आफ्नो बच्चा बच्चीहरूलाई भन्ने लागेको छ। किनभने आजको दिन यो माघ 1 गते जहिले पनि मम्मीले चाहिँ नबोलिकन नुहाउनुपर्छ, आज सङ्क्रान्ति हो भनेर भन्नुहुन्थ्यो। अनि धरानमा रहँदाखेरि चाहिँ बारा क्षेत्र भनौँ न नदीमा लगेर चाहिँ हामीलाई त्यहाँनिर चाहिँ स्नान गराउने, पूजा गराउने। अनि त्यस पछाडिबाट यता उदयपुर कटारीमा हुँदा कमला नदीमा लगेर स्नान गराउने, त्यो पनि बिहानै 3 बजे उठेर लगेर होइन। अनि अब स्वस्थानी पर्नुपर्छ भन्ने कुराहरू पनि उहाँहरू नै लगाउनुहुन्थ्यो। अनि जे जति सिकेको छ संस्कार त्यो सबै घरबाट सिकेको छु। आज पनि म आजको दिनसम्म पनि त्यही संस्कार सिकेर म स्वस्थानी सधैँभरि म स्वस्थानी पढ्छु भनिसकेपछि संस्कार भन्ने कुरा चाहिँ घरबाटै सिकाउनुपर्छ जस्तो लाग्छ होइन। किनभनेदेखि चाहिँ हामी अहिले भन्छौँ नि विद्यालयले संस्कार सिकाउनु पर्छ भनेर। विद्यालयले चाहिँ पढाउने कुराहरू हुन्, पढाइमा आएका कुराहरूलाई सिकाउने हो। तर प्र्याक्टिकलमा चाहिँ हामीले विद्यालयमा देखाउन नसक्ने भएकोले गर्दाखेरि चाहिँ संस्कार भन्ने कुराहरूलाई चाहिँ घरमै सिकाउनु पर्छ। हरेक कुराहरू के कसरी गरिन्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन मलाई विद्यालयले सिकाएर चाहिँ म यहाँ भएको भन्दिनँ। पढाइ विद्यालय सिकाएकोलाई अहिले पनि मलाई सामाजिक सञ्जालमा जुनै विद्यालयका टिचरहरू पनि जोडिनु भएको छ, उहाँहरूले संस्कार दिनै भएको होइन। संस्कार मलाई घरबाट मम्मीहरूले सिकाएकोले गर्दाखेरि नै मैले आइरहेको छु, मैले ज्ञान पाएँ विद्यालयबाट, त्यो अलग कुरा हो। त्यसैले मेरो आफ्नो अनुभवमा चाहिँ हरेक कुरा चाहिँ संस्कार भन्ने कुरा चाहिँ विद्यालयले होइन घरबाटै पहिला दिनुपर्छ जस्तो लाग्छ। जुन